हेर्नु त यिनी सब माग्नेवाला पहाडमा माग्न आइसकेको छ नि हैन। जति देख्नु भएको छ सब यो अहिले पोखराको हामी ठुलढुङ्गे ठाउँमा आछ माग्न। 5 रुपैयाँ 2 रुपैयाँ जोस हुन्छ सहयोग गर्न सक्नुहुन्छ यहाँहरुलाई ल हैन। हो कति चाहियो त नि? त्यसको लागि त पोखरा खोलामा बस्नुपर्छ हैन। ल भइहाल्छ है। देख्ने बित्तिकै 5-10 रुपैयाँ सहयोग गरिदिनु होला है। गाइस हामी चाहिँ आइसकेको छ नास्ता खान लागि। ल यहाँ यो मूलको पानी नन मोटर नन केही पनि ओन्ली वाटर मात्रै कमिङ यो पाइपदेखि। यो हामी बिहान यहाँ चाय साई खाएर गइसक्यो हैन। अहिले यहाँ फेरि हाम्रो ग्याङ प्याङ आइसकेको छ। ल जम्माइ ल हाम्रो ग्याङ हेर न हो पलाजो आइसकेको रहेछ। ओए ओए जिसिबी ट्रकहरू यहीँ छ त हाम्रो बस यहीँमा ल्यायो भने त धमाल। ल यहाँ च्यासा भइरहेछ। पानी परेको अवस्थामा हाम्रो सबै केटाकेटा भोकाले मरिसकेको त लुतुप्पो भइसकेको थियो। नास्ता खुवाउन ल्याइसकेको छु आफ्नो पैसाले होइन युट्युबको पैसाले। ल खाऊ है खाऊ मज गर ल। यहाँ पुरै सिट बुकिङ भइसक्यो त। बिहान मोबाइल मेरो चार्जमा थियो। भ्लग के को लागि भन्छ त? भ्लगको लागि भन्छ। ए यहाँ त नास्ता सब सकिरहेछ। ए आगो पनि रहेछ यार। ए यहाँ त नास्ता पनि सकिरहेछ यार। केही छैन केही छैन। मोबाइलहरू सेलमा छ है। 500 देखि लगेर 5000 सम्म मोबाइल पनि सेलमा छ है। हो ए काँक्रा करेला 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 अर्गानिक तरकारी करेला काँक्रा। ल ल ग्रिन टी आमा साउनीहरुले ग्रिन टी खाइदिहान मान्छे अरे आमा हम गरीब कि माकी। गाइस यहाँ त झगडा भइरहेछ चार्जरको लागि। लखल लखल ल मेरो त चार्ज भएको होइन त्यसैले मसँग टेन्सन छैन। टाउको लिएर बोकिसकेको छु। नास्ता खाऊ नास्ता नास्ता ल नास्ता खाऊ नास्ता। यहाँ नास्ता पानी भइरहेछ खै है। ओइ ओइ त्यो चार्जर कसो तान्दिएको छ नि मान्छे यार। म त थाहै पाएन। मेरो केबल लाग्दैन टाउको राख्दैन मान्छे यार। अहिले चाहिँ यहाँ सबैजना नास्ता खाइसकेका छन् म बाहेक। मलाई छोडेर नास्ता सबले खाइसकेका छन् हैन। ओ पैसा धेरै छ क्या नान्जी त यार। ओ ठुला ठुला मान्छे त यता पो बस्या हो त। ल ठिक छ खाऊ खाऊ है। यहाँको सिन हेर्नु कस्तो आइरहेछ अहिले बबाल। ओ अनि ओ भिडियो बनाउने हो मेरो सब्सक्राइबर हो। ए ल भइहाल्छ त नि यसले फेरि। ल नास्ता खायो कि नै खाएनौ? मैले आफ्नो युट्युबको पैसाबाट नास्ता खुवाइदिएको खायो कि नै? त्यसो बनाउन म त ल खायो नास्ता खायो नि सबैले। भन्न फेरि कहाँ नै भने फेरि। ल ल यहाँ ल यस्तो छ कि ल यस्तो छ कि आइबन छिटो भन न फेरि किन नाच बनेको बाबु नानी? ओइ केको जबरजस्ती हो कि फेरि? अब मेरो सब्स्क्राइबले हेरेको। ल गाइस अहिले चाहिँ हाम्रो चाहिँ यस्तो भइरहेछ अवस्था व्यवस्था। बस चाहिँ बन्न रेडी भइसकेको छ। हाम्रो बजिसक्यो 11 होइन। उहाँ चाहिँ पुरै नास्ता खाएर रेडी भइसकेको छ। यता सिन हेर्नु न फेरि पाहाडको यस्तो दोबाल सिन पुरै मेरो खतरा भइदियो खतरा। फेरि हामी त खतरा मान्छे हो। नास्ता सबै खाएर रेडी छौँ। अब सिधै जाने पोखराको लागि। बिहान गाडी बिग्रिएको 4 बजीतिर 5:30 बजिसकेको छ। अहिलेसम्म गाडी बनेको छैन। जस्ट अब आउँदैछ भनेर अनि भर्खर गाडी बनेर आउँदैछ। आज भिडियोमा यहीसम्म। पोखरा आज स्टे गर्ने हामी नाइटमा होइन। अनि रुमसुम लिएर नुहाइधुवाइ गर्ने। अब के हुन्छ भोलितिर पोखरा घुमाउनु होला। यो चाहिँ पार्ट 2 हो। पार्ट 3 फेरि कमिङ हुँदैछ होइन। अब नेक्स्ट पोखरामा सो हेर्नु होला लाइक दिनु होला सब्स्क्राइब गर्नु होला। ल बना चिल्लर ग्याङ बना के भने ल ल ल ल ल ल भयो 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 भयो। अनि हाम्रो बस आउँदैछ। ल लास्टसम्म यतिसम्म माया हो। ल ल भाग भाग। अनि फेरि भेटौँला न्यू ब्लगमा। वेटिङ फर पार्ट 3। ओके बाई।